हेलो नमस्ते अनि खाम्रीमा तपाईहरुलाई मेरो छोटो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ ट्युसडे भएकोले सिमी टिप्नुतिर लागे किनभने जहिले बुधबार सब्जी लानुहुन्छ नि त। त्यसकारण सब्जी चाहिँ आजै टिप्नु पर्ने छ। सिमी चाहिँ खासै राम्रो फलेन। साथीहरु के नपुगेको होला सिमीलाई कमेन्ट गरिदिनु होला। पहिलो टिपा भएकोले गर्दा पनि होला सिमी खासै थिएन। आज चाहिँ पहिलो टिपा हो नि त साथीहरु। मलाई सिमी टिपिसक्नु केही समय पनि लागेन, एकैछिनमा टिपाएर सकाइदिए। त्यसपछि लागे साथीहरु चुइगम चपाउँदै घाँस काट्नतिर। गाउँ घरमा बसेपछि घाँस नकाटेको त दिन नै हुँदैन। मैले क्लास 12 सकेको पनि 1 इयर भइसकेछ। तपाईहरु पनि कतिजना 12 सकेर म जस्तै त्यतिकै बसिरहनु भएको छ त्यो पनि कमेन्ट गरिदिनु होला भन्दै म घाँस काट्ने ठाउँमा पुगेँ। ल साथीहरु म चाहिँ घाँस काट्ने भए देख्न सक्नुहुन्छ हैन। त्यस्तो राम्रो घाँस चाहिँ रहेनछ, अब काली झारहरु रहेछ। अब त्यही हो, पानी नै आउन आँटिरहेछ साथीहरु। यता चाहिँ देख्न सक्नुहुन्छ मौसम चाहिँ खासै हुस्से आइरहेछ। घाँस पनि निकै नै पातलो भएकोले मलाई भारी पुर्याउन निकै नै साह्रो भइराखेको थियो। तर मौसम भने शीतल भएकोले घाँस काट्न एकदमै जगाड चलिरहेको थियो। 1 आवर जति काटेर मैले भारी नै पुर्याएँ। ल त साथीहरु आजको मिनी ब्लग यति नै। अर्को ब्लगमा भेटौँ ल। लाइक कमेन्ट शेयर गर्न नबिर्सनु होला।